कन्टेन्ट क्रिएटर हुन्छु या गर्छु यो 2026 मा भन्ने सोचिराख्नु भएको छ। तर फेरि बिचमा चाहिँ मान्छेहरूले जजमेन्ट गर्ला अनि आफू बोल्दाखेरि भिडियोमा कस्तो नराम्रो सुनिने, भिडियोहरू बनाएर हाल्नु हुने अनि डिलिट गर्ने के फेरि कतिजना हुनुहुन्छ। त्यस्तो चाहिँ नगर्नुहोस् होला, किनभने त्यस्तो गर्नु भनेको आफूलाई नै ब्याक सार्नु हो के। किनभने कोही पनि कन्फिडेन्ट पर्फेक्ट हुँदैन के स्टार्ट। अनि मेन कुरा भनेको चाहिँ युनिट स्टप कम्पेयरिङ है अरूसँग चाहिँ, किनभने त्यसले चाहिँ ओभर थिङ्क गराउन सक्छ। ए मेरो त यस्तो छैन, उनीहरूको चाहिँ यस्तो हो, अनि भोलिदेखि स्टार्ट गर्छु, आजदेखि स्टार्ट गर्छु भनेर चाहिँ कहिले हुँदैन रहेछ क्या। त्यो सोच्नु भएको छ भने अहिले नै आजैदेखि स्टार्ट गर्नुपर्छ है, किनभने टुमारो नेभर्स कम। मैले चाहिँ पहिला टिकटक बनाउँथेँ तर इट वाज जस्ट फर फन। जब मेरो नानी भइसकेपछि चाहिँ मैले काम गर्नु छोडेँ नि त, त्यहाँदेखि चाहिँ मैले स्टार्ट गरेँ क्या कन्टेन्ट क्रिएट गर्नु सिरियसली। अनि लास्ट इयरको 2025 मा चाहिँ मैले चाहिँ गोलै बनाएको थिएँ कि 2025 को एन्डमा चाहिँ 2026 लाग्दा चाहिँ 10K बनाउँछु। बट अनफर्चुनेटली मैले चाहिँ मेरो नानीको एकाउन्टलाई चाहिँ धेरै फोकस गरेँ एन्ड विदिन 3 मन्थमा नै उसको एकाउन्ट चाहिँ 10K पुग्यो क्या, विच वाज सो अनएक्सपेक्टेड। अनि मोनिटाइज पनि भयो। तपाईँहरू पनि नानीको कारणले काम गर्नु हुँदैन भने चाहिँ दिस प्लेटफर्म इज फर यु है। अनि अहिले त हेर्दा हेर्दै उसको एकाउन्ट त 50K पनि पुगेछ। अनि मेन कुरा भनेको चाहिँ कन्सिस्टेन्सी हुनुपर्छ क्या। कन्टेन्ट क्रिएटर हुनु तपाईँको गोल छ भने चाहिँ 2026 को एन्डसम्म चाहिँ गर्छु भनेर गर्नुहोस् के।